जित्नेहरूले छुट्टै काम होइन, हरेक काम छुट्टै ढङ्गले गर्छन्। नमस्कार, गुड इभिनिङ, सलाम आलेकुम उपस्थित सम्पूर्ण महानुभावहरूमा। मेरो नाम तोरण बस्नेत, मेरो जन्मघर इलाम, गोलाखर्क 9 इलाम। पेसाले म वैदेशिक रोजगारमा हाल कतारमा कार्यरत छु। इलाम सेवा समाज दोहा कतारद्वारा आयोजना गरिएको आजको यस वार्षिक उत्सव कार्यक्रममा मलाई उत्कृष्टको भूमिका निर्वाह गर्नको लागि यो गरिमामय अवसर दिनुभएका लागि आयोजक संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। आज मिति 4 असार 2083 साल, तदनुसार 18 जुन 2026 बिहिबार। अहिलेको समय भने 3 बजिसकेको छ। अब भने हामी कार्यक्रमलाई 2 घण्टासम्म यस द गोर्खा रेस्टुरेन्टको सभ्य हलमा आयोजना गरिरहेका छौँ। हजुरहरू शिक्षित हुनुहुन्छ, सभ्य हुनुहुन्छ अनि आफूले आफूलाई अनुशासित राख्नुहुन्छ। यति हुँदाहुँदै पनि हामी कार्यक्रमलाई अझै रोचक, रमाइलो र उद्देश्य प्राप्त गर्नका लागि हजुरहरू समक्ष केही अनुरोध गर्न चाहन्छौँ। आफ्नो समय अवधिभरि हजुरहरूले मोबाइलको डिभाइसलाई अफ गरेर साइलेन्ट मोडमा राखिदिनु होला। अति आवश्यक कलदेखि बाहेक पिउने पानीको लागि दाहिनेपट्टि, हलको दाहिनेपट्टि व्यवस्था गरिएको छ भने वासरुमको लागि हलको देब्रेपट्टि हामीले व्यवस्था गरेका छौँ। हाम्रा स्वयंसेवक साथीहरूले सम्पूर्ण उपस्थित अतिथिज्यूहरूलाई साथै उपस्थित महानुभावहरूलाई सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौँ। अब भने कार्यक्रमलाई अगाडि बढाउनका लागि यस कार्यक्रमका सभा अध्यक्षको आगमन भइसकेको छ। सभा अध्यक्षको लागि हामी कार्यक्रमका लागि मञ्चमा बोलाउन गइरहेका छौँ। हजुरहरूको जोरदार तालीका साथमा उहाँ यस संस्थाका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ, साथै समाजसेवी अनि उहाँ हाम्रो संस्था इलाम सेवा समाजको ब्याकबोन पनि हुनुहुन्छ। आउनु जोरदार तालीले स्वागत गरौँ सभाध्यक्ष रोशन कहतराज। स्वयंसेवक साथीहरूले उहाँलाई खादा अर्पण गरेर स्वागत गरिसक्नु भएको छ। अब सभाध्यक्षको अनुमति लिँदै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। धन्यवाद। त्यस्तै गरेर प्रमुख अतिथि खड्ग फागोज्यू पनि आइसक्नु भएको छ, व्यवसायी तथा समाजसेवी। जोरदार तालीले स्वागत गरौँ आजका प्रमुख अतिथि खड्ग फागो। स्वयंसेवक साथीहरूले उहाँलाई खादा अर्पण गरिसक्नु भएको छ। धन्यवाद। अब भने कार्यक्रमलाई अगाडि बढाउनका लागि आजका हाम्रा विशेष अतिथिज्यूहरूको आगमन हुँदैछ। अहिलेलाई भने मैले कार्यक्रमलाई उपस्थितिलाई आसन ग्रहणलाई यतिमै थाती राख्दै यसलाई पुनः अगाडि बढाउने अनुमति लिँदै अब हामी आजको यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। सबैभन्दा पहिला देशको सम्मानका लागि सबैलाई उठेर राष्ट्रिय गानको लागि तयार भइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रमको लागि अब भने हामी अगाडि आजका यस संस्थाका सम्पूर्ण उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य लिएर आफ्नो पुष्परूपी वचनहरूले स्वागत गरिदिनु हुनका लागि आउँदै हुनुहुन्छ संस्थाकी उपाध्यक्ष गङ्गा गुरुङज्यू। धन्यवाद। त्यस्तै गरेर कार्यक्रमलाई अब हामी औपचारिक रूपमा अगाडि बढाउनको लागि प्रमुख अतिथि सभाध्यक्षज्यू लगायत सम्पूर्ण सबैले पानसमा बत्ती बालेर यस कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौँ। साथै सम्पूर्ण उपस्थित महानुभावहरूले उठेर जोरदार तालीले स्वागत गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।